आजसम्म फुल बेच्यो फुल बेचेको पैसा यो डब्बामा ल्याउँदै फुल बोकेर बेच्दै ल्याउँदै राख्दै गरेको थिएँ आज चाहिँ मेरो फुलको पैसा कति भयो भनेर लास्ट गर्नु दिन अब लगभग फुल भ्याइयो हेर्नु साथीहरू भन्न पर्छ भाइ आजसम्म बेचेको फुलको पैसा कति भएछ भनेर पैसा पनि देखाउँछु त्यसरी फुलको पैसा आज कति भएछ भनेर गन्छु भनेर के दुःख गरेर 2 महिना फुल बेचेँ नि त 1000 कति भएछ भनेर 2000 यस्तरी पैसा 3000 ए 1000 का नोट निस्किन्छ नि त 4000 ए 5 ए 6 7 8 9 10 11 12 13 ए 14,500 ए 15,500 ए 16,000 कति भएछ भनेर आज बनाइदिने हो कि लास्ट फुल छैन त्यसरी मैले वर्षभरिमा फुल कति बेच्ने रहेछु त भनेर हिसाब राखेको थिएँ कि आजसम्म फुल कति नै बेचिने रहेछ भनेर एकैचोटि गर्नुला भनेर राखेको पैसा हो कि त्यही भएर यहाँ अहिले पहिला यहाँ त्यसरी मिलाउनु पर्छ त्यसपछि गर्नुपर्छ है फुलहरू अब पहिला त गर्नु पऱ्यो नि त यसरी गरेपछि गर्नु होइन पैसा त धेरै भएछन् क्या अनि गर्न पनि झ्याउ लाग्छ त भनेको के फुलका पैसा त थुप्रो भएछन् ए गर्नै झ्याउ लाग्ने पैसा भएछ है कति भएछ है कति अझै ए अझै 100 का नोट छन् त यहाँ त ए जति नि गर्ने पनि भ्याइन्न नि त का बाहिर दुःख गरेपछि मेहनतको फल मिठो हुन्छ भन्नु त पहिला बुढा पुरानाले हो रहेछ भाइ त्यो त पैसा त थुप्रै छ बरु एकछिन रुक त 1000 2000 3000 4000 5000 6000 7000 8000 9000 10000 11 12 13 14 15 16 17 1 2 3 4 5 6 7 8 9 10 18 1 2 3 4 5 6 7 8 9 10 19 1 2 3 4 5 6 7 8 9 10,000 20,000 10 30 40 50 60 70 80 90 100 20,000 100 10 20 30 40 50 60 70 80 90 20,000 190 भएछ है साथीहरू मेरो फुलको पैसा वर्षभरि मेहनत गरेको कस्तो मेहनत गरेपछि हुँदो रहेछ ल